हाई गाइस वेलकम टु माई युट्युब च्यानल सार्की घले। आज चाहिँ मेरो बर्थडेको लागि आज चाहिँ न्यू इयर पनि हो अनि न्यू इयरको साथसाथै मेरो बर्थडे पनि हो। म चाहिँ वैशाख 1 गते जन्मेको कारणले म चाहिँ मेरो बर्थडेको लागि रेडी भएँ। अब हामी चाहिँ खानाहरू पकाइसकेको छ। अब साथीहरू अनि अङ्कल आन्टीहरू आउनु भएपछि चाहिँ हामी केक काट्छौँ है त। म चाहिँ यस्तो लुगा लगाएर रेडी भएँ। अब के भन्नुहुन्छ है, अर्को लुगा लगाउँ भन्नुहुन्छ के भन्नुहुन्छ। म चाहिँ यसरी रेडी भएँ अनि मलाई चाहिँ नेल एकदमै मनपर्छ। मेरो नेल छैन नि त अनि नेल पनि हालेँ। यस्तै हो मेरो रेडी चाहिँ है। थ्याङ्क यू। को लागि रेडी भएको छ खाना। आज चाहिँ हामी चाहिँ नेपाली स्टाइलले खाने भनेर दिदीले बनाउँदै हुनुहुन्छ। ऊ अचार के अरे अचार क्या नेपालतिर यसो घोलेर खाने अचार घोलेर खाने कुखुरामा अङ्कलले बनाउँदै हुनुहुन्छ। पुरा पकाएर घोलेर खाने मासु ट्याक्कै कुखुरा कुखुरा जिउँदो कुखुरा आउँदैछ। जिउँदो कुखुरा होइन, मरेको कुखुरा हो यो। नेपालबाट लिएर आएको लोकल अब नेपालबाट ल्याएको त चाहिँ होइन। आधी चाहिँ आधीजनाले खाइसक्यो। यहाँ खाना रेडी भएको छ। यता मेरो बर्थडे त्यहाँ बसेर काट्नु अझै पनि केक काटेको छैन, रेडी बनाएर राखेछौँ। अनि ड्याडीहरू चाहिँ उता अलिकति सामान पुगेर लिन जानुभएको छ। अनि यहाँ चाहिँ हामी फेरि केक काट्नको लागि अनि यहाँ चाहिँ हल्का गीतहरू गाउने कलाकारहरू आउने अरे अनि त्यसको लागि सब रेडी भएको छ। आज चाहिँ है फर्स्टचोटि फेस टु फेस देख्दैछु अथवा देख्नेवालामा छु। म चाहिँ हेर्नेवालामा छु। को आउनु हुँदो रहेछ मैले चाहिँ चिनेको छैन होइन। त्यो खासै त्यो मैले दोहोरी गीतहरू सुनिराख्दैन नि त, मलाई थाहा छैन अनि मैले खासै चिन्दिनँ। अनि चिन्नु त पर्ने हो। मैले नाम चाहिँ कता कता सुनेको जस्तो लाग्छ होइन। मानसिंह खड्का भन्ने उहाँलाई कहाँ सुने चाहिँ लाग्छ होइन। नाम चाहिँ सुनेकै हो मैले, उहाँको गीतहरू चाहिँ सुनेको छैन। बट आउँदै हुनुहुन्छ अरे, उहाँहरूलाई पनि वेलकम गरौँ है त। म चाहिँ आज खुसी छु बर्थडेको दिनमा नि कलाकारहरू आउने है। केक काट्नको लागि रेडी भइसक्यो मेरो बर्थडेको। ह्याप्पी बर्थडे साथी घरे भनेर लेखेको छ है। हामी रेडी भइसक्यौँ अनि ह्याप्पी बर्थडे गर्ल भनेर लेखेको छ त्यसमा ए यो त खोल्नुपर्ने। यो खोलेर अब चाहिँ हामी सबैजना आइसक्यौँ लगभग केक काट्छौँ है त। केक मात्रै त्यो चाहिँ लास्टमा राखेको हुन्न होला। दखोप्दै यहाँ ठाउँै भएन के दिदी त्यो भएर केक सेलाइसक्यो, छिटो आएन भने तपाईँले अब यसो घर ल्याएर पहिलेदेखि यसो बस्न भेटघाट गर्नु भनेको थियो। आजसम्म त्यस्तै भयो। तपाईँको बिदा रहेछ, धन्यवाद आउनुभयो। विशेष गरेर अस्तिको कार्यक्रम राम्रो भयो, राम्रो कोसिस दिनुभएको थियो। अस्तिको कार्यक्रममा चाहिँ खुसी लाग्यो। अझै भने जस्तो नाच्न पाएन, उहाँ त नाचिरहनु भएको थियो तर पाएन। त्यसलाई धन्यवाद। हामी तपाईँलाई भन्नुपर्दा हामी क्रिस्चियन फ्यामिली हो, त्यस कारण हामी सानो तयारी गर्छौँ। Ko
Happy birthday, little star, it's your day. Songs and cheers, we shout hooray, hooray. Around the sun, you've come so far, so far. Your smile lights up the world today, today, today. Presents wrapped in love and shiny bows. Surprises waiting, everyone knows. Make a wish now, let your dreams all grow. Blow the candles out with the puff and go. Jump and dance and spin around and round. To the beat of joy, the sweetest sound. Let your heart soar up where love is found. You're a star today in the playground. यो चाहिँ दिदीले ल्याइदिनु भएको गिफ्ट है यस्तो देखिएको छ बगाई छौ सुखा खोला ए विद्यार्थीलाई सम्झेका छोला मम्मीको चाहिँ बिहा गर्दा हाम्रो विदेश तान्यो कर्मैको डोराले कहिल्यै घर नछोड्या छोराले